आज चाहिँ हामी लोजिक गेट्स पढ्न जाँदैछौँ। लोजिक गेट भनेको के हो त? यो भनेको चाहिँ एउटा इलेक्ट्रोनिक or digital circuit, you know, that makes decisions based on signal present on its digital input. So यसको इनपुटमा कस्तो सिग्नलहरु आउँछ त्यो सिग्नल अनुसार चाहिँ त्यसले डिसिजन लिन्छ क्या। त्यो कन्सेप्ट नै हाम्रो लोजिक गेट्सको कन्सेप्ट हो। लेट्स से एउटा कुनै ब्ल्याक बक्स छ। ब्ल्याक बक्स भनेको एउटा कुनै डिभाइस छ, त्यहाँभित्र मेकानिजम के छ हामीलाई थाहा छैन, तर यसले चाहिँ के गर्छ त, हामीले इनपुट दिँदाखेरि कुनै एउटा इनपुट दिँदाखेरि यसले यो इनपुटलाई, सपोज यो इनपुट भयो, यो इनपुटलाई उसले एनालाइज गर्छ, राइट? यो इनपुटलाई उसले एनालाइज गर्छ अनि एनालाइज गरे अनुसार उसले चाहिँ त्यो इनपुट अनुसारको एउटा डिसिजन बनाएर आउटपुट दिन्छ क्या हामी। सो लोजिक गेटले चाहिँ यसरी नै काम गर्ने। लेट्स जम्प टु लोजिक गेट्स हैन, त्यहाँबाट बुझिन्छ हामीले। सो फर्स्टमा चाहिँ हामीसँग छ एन्ड लोजिक गेट भन्छ। एन्ड गेटको डेफिनेसन के हुन्छ भन्दाखेरि इज अ logic gate that produces high output only when both inputs are high. Boolean expression or mathematical expression के हुन्छ भने त्यो चाहिँ y equal to a dot b. Okay, यो चाहिँ एन्ड गेटको बुलियन एक्सप्रेसन हो। यो अनुसार पहिला ट्रुथ टेबल बनाऊ है त। टेबल ओके, सो यो इनपुट a भयो, इनपुट b, अनि यहाँ चाहिँ हाम्रो आउटपुट y इक्वल टु a डट b। रिप्रेजेन्टेसन अफ एन्ड गेट यस्तो बनाए something like this. Give input here, inputs, right? Input table instruction can be a, b, on. So input के हुन्छ? Input 0 or 1. 0 भनेको low, 1 भनेको high. यहाँ पनि low or high. And output can also be, no, it can also be low or high. This is the diagram of AND gate, right? Representation of physics. Right? This is symbolic representation of AND gate भयो। अनि यसको ट्रुथ टेबल हेर्दाखेरि चाहिँ इनपुट लो छ, बीमा पनि इनपुट लो छ, है? a डट b भनेको यो मल्टिप्लाई सम्झिनु 0 टाइम्स 0 इज 0, सो यसको पनि आउटपुट पनि लो नै हुन्छ है। यदि एउटाको इनपुट हाई छ एउटाको लो छ, राइट, यसको इनपुट लो हुने, बिकज 1 टाइम्स 0 इज 0 भने जस्तो नै हुने। यसको इनपुट लो छ, यसको हाई छ, फेरि त्यो आउटपुट हुने हुने। तर यदि दुईटैको इनपुट चाहिँ हाई छ भने यसको आउटपुट हाई हुने। सो डेफिनेसन अनुसार हैन, इफ बोथ इनपुट्स आर हाई, यु क्यान सी लास्टमा चाहिँ के छ, दुईटै इनपुट हाई छ, बोथ इनपुट्स आर हाई, त्यसैले हाम्रो आउटपुट हाई भयो। उसको भेन डायग्राम, यसको भेन डायग्राम चाहिँ हामीले इन्टरसेक्सन बनाउने हो है। सो यो लाइक a र b बनाउने, दिस इज a, दिस इज b, अनि यो दुईटाको इन्टरसेक्सन लाइक सेड गरौँ, सेड दिस लाइक सेड। Okay, so this is the Venn diagram of AND gate. Okay, intersection, right? Okay, next gate is OR gate. Gate, but a logic gate that gives high output when one of the input is high. कुनै दुईटा इनपुट मध्ये एउटा इनपुट हाई हुने बित्तिकै OR गेटले चाहिँ हामीलाई हाई आउटपुट। इफ एटलिस्ट वान अफ द इनपुट इज हाई, देन OR गेट गिव्स अस हाई आउटपुट। सिम्बोलिक रिप्रेजेन्टेसन, यसको डायग्राम कस्तो हुन्छ भन्दाखेरि OR गेट, make a OR like this here, and this,
here, this is out, this is A, B, this is Y. Okay. What is the Boolean expression? Y equal to A plus B हुन्छ है यो सानो यही अनुसार चाहिँ if you make the truth table, this is input A, this is हैन यदि so A मा इनपुट लो छ B मा इनपुट लो छ दुईटैमा लो छ भने के भयो 0 plus 0 0 so आउटपुट पनि लो यदि A मा इनपुट हाई छ B मा इनपुट लो छ भने हैन 0 plus 1 is 1 so आउटपुट चाहिँ के हाई हुन्छ so A मा इनपुट लो छ B मा इनपुट हाई छ भने आउटपुट के हुने हो हाई हुने हो है A मा इनपुट हाई छ B मा पनि इनपुट हाई छ भने चाहिँ 1 plus 1 यो हाई इनपुट हो है त्यसैले आउटपुट पनि हाई नै हुन्छ सो 1 plus 1 के चाहिँ भन्नु भेन डायग्राम चाहिँ B भन्यो अनि होल पोर्सनलाई हामीले सेट गर्छौं A युनियन पुरै पोर्सनलाई सेट right so all if all the portions are shaded right it's A union B that is अब हामी थर्डमा जान्छौं थर्डमा छ NOT gate right the gate that gives opposite of the input signal so input जे छ त्यसको अपोजिट चाहिँ आउटपुटमा दियो भने at its out त्यो चाहिँ के हो त यसलाई हामीले इन्भर्टर पनि भनिन्छ है इन्भर्टर इट इज अल्सो कल्ड इन्भर्टर अपोजिट गर्छ के 1 छ भने 0 0 छ भने हाई छ भने लो छ भने डायग्राम कस्तो हुन्छ भन्दाखेरि यस्तो बनायो हामीले अनि यो यताबाट राइट अनि आउटपुट यस्तो यो नट को साइन है के मेनली सर्कल चाहिँ रिभर्स गर्छ इन्भर्ट गर्छ भन्ने जनाउँछ है अनि नट गेट इज द ओन्ली गेट वी लर्न where we only have single input है यो y भयो क्वेशन चाहिँ कस्तो हुन्छ त y equal to a dash or a complement so input जे छ त्यसको ठ्याक्कै अपोजिट हुनु पर्यो नि त so it's truth table is very easy for this okay a y equal to a complement भएपछि यदि इनपुट लो छ भने आउटपुट हाई हुन्छ यदि इनपुट हाई छ भने आउटपुट के हुन्छ गेटको भेन डायग्राम चाहिँ कस्तो हुन्छ भन्दाखेरि भेन यहाँभित्र हामीले बनाउने ए भन्ने बनाउने अनि यसको कम्प्लिमेन्ट हुने है त्यसको कम्प्लिमेन्ट बाहिर पनि गर्न पाए बाहिर सेडिङ सो बाहिर सेडिङ दिस इज ए भन्ने पाए दिस इज द भेन डायग्राम अफ गेट हाम्रो फोर्थमा चाहिँ छ NAND गेट NAND गेट भनेको नट एन्ड भनेको क्या नट एन्ड गेट भनेको एन्ड गेटमा जे हुन्छ त्यसको ठ्याक्कै रिभर्समा चाहिँ NAND गेटमा हुन्छ द लोजिक गेट हाई आउटपुट when one of the input is low दुईटै इनपुट हाई छ भने चाहिँ NAND गेटले लो आउटपुट दिन्छ because this is the reverse of AND gate हैन अपोजिट अफ AND gate is NAND gate अब यसको सिम्बोलिक रिप्रेजेन्टेसन हेरौँ है सो हामी AND gate जस्तै बनाउँछौं सेम त्यही बनाउँछौं लाइक दिस हैन त्यसरी तर हामी वी हेभ हियर नट साइन यो चाहिँ नट साइन हो त्यो पर्छ राइट यो A भयो B भयो यो A भयो यसको बुलियन एक्सप्रेसन के हुन्छ त y equal to a dot b को complement or a dot b यदि a को इनपुट लो छ b को पनि इनपुट लो छ राइट a dot b भनेको एन्ड गेटमा के हुन्छ दुईटा इनपुट लो छ भने आउटपुट लो हुन्छ तर ठ्याक्कै यसको रिभर्समा चाहिँ NAND गेटमा चाहिँ आउटपुट हाई हुन्छ सो कुनै एउटा इनपुट लो हुने बित्तिकै यसको आउटपुट हाई भइहाल्छ क्या त्यसको इनपुट लो छ यसको इनपुट हाई छ राइट यहाँ त लो हुन्छ तर हाम्रो NAND गेटमा चाहिँ हाई हुन्छ यसको इनपुट हाई छ यसको इनपुट लो छ राइट यसमा NAND गेटमा यसको इनपुट लो हुन्छ NAND गेटमा यसको इनपुट
हाई हुन्छ ओके अब यसको इनपुट यो पनि है हाई हुन्छ तर यसको ट्याकै रिभर्समा हुन्छ अब न्यान्ड गेटको भेन डायग्राम चाहिँ कस्तो हुन्छ भने एन्ड गेटको के थियो इन्टरसेक्सन थियो होइन एन्ड गेटको इन्टरसेक्सन थियो भने ठ्याक्कै त्यो इन्टरसेक्सनको कम्प्लिमेन्ट चाहिँ न्यान्ड गेटको भेन डायग्राम हुन्छ सपोज यु क्यान डु समथिङ त्यसरी हामी सो ए भयो बी भयो अनि हाम्रो इन्टरसेक्सन खाली छ भने यसको यसको बाहिर सब एभ्री यता पनि इन्टरसेक्सन भन्दा बाहिरको सबै सेडिङ गरेपछि चाहिँ दिस इज द डायग्राम अफ न्यान्ड गेट नर गेट भनेको नट अर भनेको अर्को अपोजिट है logic gate that gives high output when both the inputs are low. सिम्बोलिक के हुन्छ त त्यही हो अर गेटै बनाउने अर गेटको त्यसो जस्तो त्यही बनाउने राइट इनपुट भयो तर आउटपुट लिने बेला चाहिँ यहाँ हामी एउटा नटको साइन बनाउँछौँ एन्ड नट साइन लाइक दिस के भयो यो बी भयो चाहिँ हाम्रो बुलियन चाहिँ के हुन्छ भने अरमा के थियो y इक्वल टु a प्लस b थियो राइट ठ्याक्कै अब यसको कम्प्लिमेन्ट भनेको यहाँ अर a प्लस yes सो यो अनुसार हामीले ट्रुथ टेबल बनायो भने कस्तो आउँछ सो ए भयो बी भयो ए प्लस बी को कम्प एउटा ए को इनपुट लो छ बी को इनपुट लो छ दुइटै लो हुँदा ए प्लस त लो हुन्छ र यहाँ चाहिँ यसको हाई हुन्छ एउटा इनपुट ए को इनपुट हाई छ यसको इनपुट लो छ 1 + 0 इज 1 हुन्छ तर त्यसको कम्प्लेन भने चाहिँ लो हुन्छ राइट ए प्लस ए राइट बुझ्यो नि होइन 1 + 0 इज 0 हुन्छ 0 को कम्प्लेन 1 हुन्छ यहाँ लो हुने यहाँ हाई हुने यसको पनि आउटपुट नर्मली हाई हुन्छ तर यहाँ चाहिँ ठट्टै कम्प्लेन दुइटै इनपुट हाई छ दुइटै इनपुट हाई छ आउटपुट हाई हुन्छ तर फेरि त्यसको कम्प्लिमेन्ट गर्दाखेरि चाहिँ लो हुने सो हाम्रो डेफिनेसन अनुसार चाहिँ दुइटै इनपुट लो हुँदाखेरि मात्रै यसको आउटपुट हाई हुन्छ है त्यसै बाइ द वे न्यान्ड गेट र नर गेटहरू चाहिँ युनिभर्सल लोजिक गेट हो है त्यसको मतलब न्यान्ड गेट र नर गेट जोडेर जुनसुकै लोजिक गेटहरू बनाउन सक्छौँ सो अघि हामीले के गरेको थियौँ अर गेटमा ए युनियन बी सेट गरेको थियौँ त यहाँ चाहिँ हाम्रो ए युनियन बी को कम्प्लिमेन्ट हुने क्या ए र बी यहाँ भयो यसको कम्प्लिमेन्ट यसको बाहिर बाहिर चाहिँ हामी सेट गर्छौँ बाहिर सेटिङ गर्छौँ द्याट इज भेन डायग्राम अफ नर गेट है त एक्स अर गेट or also pronunciation is exclusive OR gate. Gate एउटा यस्तो logic gate that produces high output if the number of high input is odd. Number of high inputs are odd. इनपुटहरु चाहिँ अड छ क्या सब मतलब हाई इनपुट चाहिँ अड छ दुईटा 1 भयो भने त के हो दुईटा हाई भयो दुईटा हाई हुनु भनेको इभन हो तर तीनटा हाई छ भने 3 चाहिँ अड हो क्या यो त्यसरी त्यो बेला चाहिँ यसले हाई आउटपुट दिन्छ अब सिंगल इनपुट छ सिंगल हाई इनपुट छ भनेको 1 भनेको अड हो त्यो बेला पनि यसले हाई आउटपुट दिन्छ त्यसरी बुझ्नु अब यसको पहिला डायग्राम हेरौँ symbolic representation so exclusive OR को के हुँदैन जस्ट हामीले OR गेट बनाउने राइट OR गेट बनाएपछि this is exclusive OR this is A this is B and this is Y an expression XOR गेट को Y equal to A XOR so OR मा चाहिँ प्लस मात्रै हुन्छ यहाँ चाहिँ हाम्रो छ सर्कल A XOR B
let's see the truth table. A, X or B. A को इनपुट लो छ, B को छ, right? यहाँ त हाई इनपुट कुरै छैन, so लो हुँदाखेरि त यो अटोमेटिकली लो हुन्छ। यदि A को इनपुट हाई छ, B को इनपुट छ, अब इनपुट जम्मा दुईटा छ, अनि एउटा मात्रै हाई इनपुट छ हैन, एउटा मात्रै भनेको के अड हो नि त, 1 भनेको अड, एउटा मात्रै हाई, त्यो बेला चाहिँ आउटपुट के हुन्छ, फेरि यता लो छ यता हाई छ, यहाँ पनि के भयो, एउटा मात्रै हाई इनपुट, इज अड इनपुट, बिकज 1 इज अड, राइट? सो यसको पनि हाई, अब A को हाई छ, B को पनि हाई छ, यो केसमा के भयो त, हाई इनपुट दुईटै हाई इनपुट छ, तर के भयो, इभन भयो क्या, दुईटा भनेको इभन हो नि त हैन, सो दुईटै हाई इनपुट चाहिँ हाम्रो आउटपुट हुन्छ। यसरी सिंगल इनपुट, अहिलेको केसमा हामी दुईटा मात्रै इनपुट हुन्छ, त्यही भएर सिंगल हाई छ भने आउटपुट हाई हुन्छ। एक्स अर गेटमा त्यसरी बुझ्दा पनि, अर गेटमा के त युनियन थियो है, अब यहाँ त्यस्तै हुन्छ तर अलिक फरक। सपोज ए छ अर गेट भयो, पुरै युनियन हुन्थ्यो, भित्र सेड हुन्थ्यो भने एक्स अर गेटमा चाहिँ के हुन्छ भने त्यो इन्टरसेक्सन पार्ट बाहेक अरू सेड हुन्छ, सेक्सन parts are shaded like this. Okay, last but not the least we have XNOR gate. XOR gate को ठ्याक्कै अपोजिट भयो, so the logic gate that produces high output, number of inputs, लो होस् कि हाई होस्, लो और हाई जे भए पनि यो चाहिँ इभन छ भने, सपोज दुईटा हाई छ दुईटा लो छ, राइट? त्यो बेला चाहिँ यसले के दिन्छ, हाम्रो हाई आउटपुट दिन्छ। सिम्बोलिक रिप्रेजेन्टेसन कस्तो हुन्छ, जस्ट क्रिएट द्याट, सो अर गेटै बनाउने, राइट? अनि अर गेटमा हामी जानु पर्यो, अनि यहाँ चाहिँ this is A, this is B, this is Y, हैन? Y equal to A X or B को कम्प्लिट। Let's see the truth there. A भयो, B भयो, Y equal to A X or B। यदि इनपुट लो छ, यसको पनि इनपुट लो छ, दुईटै इनपुट लो छ हैन, तर के छ, यिनीहरु इभन छ क्या, इभन छ नम्बरमा भने आउटपुट के हुन्छ, हाई हुन्छ। एउटा इनपुट हाई छ, अर्को इनपुट लो छ, यहाँ चाहिँ भएन क्या, यहाँ चाहिँ दुईटैको अड इनपुट भयो भने हाम्रो आउटपुट के हुन्छ, लो। यसमा एउटा यसको इनपुट लो छ, यसको हाई छ भने आउटपुट हुन्छ। फेरि लास्टमा चाहिँ फेरि यसको इनपुट हाई, यसको इनपुट हाई, दुईटै इनपुट हाई छ भनेको इभन भयो क्या, भनेको यसको आउटपुट हाम्रो डेफिनेसन अनुसार नम्बर अफ इनपुट्स लो होस् कि हाई होस्, तर इभन छ भने, टोटल नम्बर अफ इनपुट है इभन छ भने चाहिँ यहाँ हाई हुने भयो आउटपुट। डायग्राम कस्तो हुन्छ, सो एक्सनरमा चाहिँ के हुन्छ, यहाँ भित्र सेट भएको थियो भने यहाँ चाहिँ कसरी गर्छ भने कस्तो, यहाँ भित्र छुट्टै सेट गर, यसरी सेट गर, अनि बाहिर चाहिँ छुट्टै सेट गर, बाहिर यसरी छुट्टै सेट, बाहिर सेट छ, यसलाई चाहिँ हामी XNOR भन्छौँ। So this is it. Thank you.